हेलो साथीहरू, आउनुहोस् हाम्रो जिन्दगीको यात्रा चाहिँ नि कसरी बित्छ भन्ने विषयमा थोरै जानकारी लिउँ साथीहरू। बुढो मान्छे चाहिँ नि विगतमा जिउने गर्दछन्, यानि कि सधैँ दुःखीमा जिउने गर्दछन् साथीहरू, किनकि उनीहरूले सधैँ विगतका कुराहरूलाई कोट्याउने गर्दछन्। विगतमा के सफल काम गर्यो, के असफल काम गर्यो, के काम गर्न छुटाइयो भनेर चाहिँ नि उनीहरूले एकदम दुःखी हुने गर्दछन्। र जवान मानिसहरू चाहिँ नि भविष्यमा जिउने गर्दछन् र दुखी, टेन्सन, तनावमा जिउने गर्दछन् जवान मान्छेहरू साथीहरू। किनकि भविष्यमा कसरी अगाडि बढ्ने, भविष्यलाई चाहिँ नि कसरी सफल पार्ने, होइन, कस्ता दुःख सुख गर्ने भन्ने विषयमा सोचेर उनीहरू चाहिँ नि सधैँ तनावमा आफ्नो जिन्दगी बिताउने गर्दछन् साथीहरू। तर बच्चाहरूले चाहिँ नि वर्तमानमा जिउने गर्दछन् साथीहरू, यानि कि सुखीमा, खुसीमा जिउने गर्दछन्। किनकि उनीहरूलाई चाहिँ नि न विगतका कुराहरूको याद हुन्छ, न त चाहिँ नि भविष्यका कुराहरूको याद हुन्छ। उनीहरूलाई चाहिँ नि खालि खेल्ने, खाने, घुम्ने, होइन, रमाउने गरेर आफ्नो जिन्दगीहरू बिताइरहेका हुन्छन् साथीहरू। त्यसकारण साथीहरू हाम्रो जिन्दगीको यात्रा चाहिँ नि 3 भागमा बाँडिएको छ। यसरी 3 भागलाई पार गर्दै हाम्रो जिन्दगी चाहिँ नि टुङ्गिने गर्दछ साथीहरू।